म चाहिँ आज चटपटेको लागि चाहिँ कालो मसला बनाउन लाग्यो। अनि मैले चाहिँ 2टा खुर्सानी अनि जिरा धनिया र यो कालो तिललाई चाहिँ यहाँ फ्राई प्यानमा चाहिँ मजाले भुट्दैछौँ। भुटेर चाहिँ हामीले चाहिँ एकदम मिठो हुन्छ यो हाल्यो भने चाहिँ। अनि मैले यसलाई चाहिँ हल्का ब्राउन कलर हुने गरेर चाहिँ भुट्नुपर्ने हुन्छ। मैले चाहिँ यहाँ भट्टा पनि भुटेको है चटपटीमा हाल्नको लागि। काउसुतीमा आएर चाहिँ झन् आएको खाने कार्यक्रम बाइक भएको छैन है। खाने बस्ने मोटायो भन्यो खाना चाहिँ छोड्दैन फेरि। मेरो मसला चाहिँ रेडी भयो। टमाटरलाई पनि पकाएँ। टमाटर त्यसै पकाएर हाल्यो भने चाहिँ टेस्ट चाहिँ आउँछ। तर कटिङ चाहिँ कडा खाएछु। डल्ले खुर्सानी चाहिँ काउसुतीको एकदम पिरो है ज्यानमा। तर हाम्रो त यस्तो पिरो चाहिँ पुग्छ। च्याउचो करेन्ट कुरकुरे भए है अक्कबरे खुर्सानी। तपाईँले नि त्यो चटपटेवाला भइहाल्यो जस्तै कटिङ हालेर टक्क पारामा यसरी कटिङ हाल्छ त। च्वास पिरो अमिलो चटपटे आयो खाएपछि हुन्छ लटपटे भोलि चटपटे चुवा चर्याप 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 के अरे पापड होइन यो डुङ्ग्री फ्राई गर्दै कलर हालेको हुन्छ यो है। तात्ने यो यस्तो छान्नी गराउनु पर्यो है होइन साथी। खानको लागि हामी चिजो गर्छौँ है। यो केबाट भन्छ कस्तो छ मिठो सब लाग्यो ल मिठो 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 मिठो